ल म चाहिँ अस्ति जुन मैले पौडेलनी दिदी हाम्रो गाउँको आमाको भिडियो फेसबुक मार्फत हालेको थिएँ होइन, उहाँको चाहिँ सबैले घर पनि कस्तो के छ देखाइदिनु अनि छोराको पनि फोटो देखाइदिनु भनेर भनिराख्नु भएको थियो। अनि म चाहिँ आज उहाँको घर आइपुगेको छु है। यी हाम्रो कमल गाउँपालिका 2 ठ्याक्कै उहाँको घर हो यो होइन। यी यहाँ रुखहरू छ, यसरी छ उहाँको। यहाँनिर चाहिँ बाथरुम टोयलेट बाथरुम जाने यसरी बस्नु भएको छ। एक्लै आमा यसरी बस्नु भएको छ। लु म यहाँ आमालाई बोलाउँछु। को हुनुहुन्छ घरमा? लु दिदी लु यता आउनु यी आमाको घर यस्तो छ। अनि अँध्यारो छ त हौ भित्र? बत्ती छैन नि त। बत्ती छैन? छैन। के तारबाट गर्नु भएको छ कि के छ? यो सोलरबाट गर्ने गरेको थियो, बिग्रियो। ए बिग्रियो। म त फेरि पो आएँ त हौ। आउनु त पर्छ त। अस्ति बाटोमा भेट भएको थियो। लु बस्नु। मैले यहाँ सरलाई पनि लिएर आएको छु। हाम्रो गाउँको डिली सर यो आउनु भएको छ। सर नमस्कार। ए सर पनि आउनु भएको छ होइन। तपाईँलाई अब मैले अस्ति 6000 रुपियाँ पैसा दिने भनेर घोषणा गरेको थिएँ, फेसबुकमा हालिदिएको थिएँ। हजुर। धेरैले 80,000 भन्दा बढीले हेर्नुभयो, सेयर गर्नुभएछ। 100 भन्दा बढीले। हजुर। तपाईँको छोरा दिल्ली पन्जाब भन्नुहुन्थ्यो, त्यता इन्डियातिर पनि सबैले सेयर गरिदिनु भएको छ। अनि त्यसपछि अरूले पनि सहयोग गर्नु भएको छ। म त्यो सहयोग लिएर आउँछु। हेर्नुहोस् है आमाको घर यस्तो छ है, एकदम अँध्यारो छ होइन। यसरी बस्नु भएको छ आमा, एक्लै आमा। हेर त यी अब छोरो आउने आशामा अब श्रीमान पनि छोडेर जानुभएको भन्नुभयो अगाडिको भिडियोमा। तपाईँहरूलाई मैले देखाएँ। कति वर्ष कि हुनुभयो? अहिले? 77 मा हिँड्दैछु। अब वैशाख चाहिँ 78 लाग्छु। छोरो हराएको कति वर्ष भयो? छोरो हराएको 59 साल चैतमा हिँडेको, अहिले 82 साल हुँदाखेरि 22 वर्ष भयो। अनि तपाईँको छोरोको फोटो छ नि? फोटो हेर्ने भन्नुभएको छ। लु फोटो ल्याउनु यहाँ देखाउनु, मुडामा राख्नु। हामी फोटो पनि देखाउँछौँ है तपाईँहरूलाई। मलाई धेरैले मेसेज गर्नुभएको थियो, कमेन्ट पनि गर्नुभएको छ। आमाको फोटो, छोराको आमाको म फोटो यहाँ आमाले राख्नु भएको छ। हेर्नु त यी यस्तो हुनुहुन्छ यी छोरा। हाम्रो छोराको नाम भन्नु त? नवराज पौडेल। नवराज पौडेल। हेर त यी आमाले यसरी गर्नु भएको छ होइन। हजुर। मजाले गर्नु भएको छ। अनि आमा तपाईँलाई सहयोग आएको छ हाम्रो परिवारबाट 6000 रुपियाँ। अनि अन्तरे अधिकारी भिनाजु चिन्नुहुन्छ नि? यहाँ अन्तरी आमै चिन्नुहुन्छ नि? हो, उहाँको छोरो परबिनले 1000 रुपियाँ। अनि त्यसपछि मेरो जेठी दिदीको भान्जाले उहाँ अस्ट्रेलियाबाट सागर भान्जाले 1000। कान्छो साजन भान्जाले कोरियाबाट 1000। अनि यहाँ नवीन भाइ चिन्नुहुन्छ? नवीन पौडेल, के अरे हाम्रो नवीन श्रेष्ठ भाइ हो, उहाँ भाइले पनि 500 रुपियाँ गर्नु भएको छ। अनि हाम्रो कर्मचारी मेरो साथीहरूले उहाँ सिमरिक दाम्रा भिटाबाट 1000 गरेर आमालाई जम्मा 10,500 रुपियाँ आएको छ। यो पैसा चाहिँ आज हाम्रो सरले तपाईँलाई दिनुहुन्छ होइन। अनि त्यसपछि आमाले यो पैसालाई चाहिँ मजाले दुध किनेर खानु, हर्लिक्स किनेर खानु होइन, घिउ किनेर खानु है। अब यहाँ हेर्नुहोस् है, तपाईँहरूले एकदम हेर्न मन गर्नुभएको थियो। आमाको घर पनि, आमाको छोराको फोटो। आमा 20 वर्षदेखि छोराको पर्खाइमा हुनुहुन्छ। सर हजुरले लु अब यो पैसाको पनि संरक्षण गरिदिनु होला, आमालाई दिनु होला। ल सरको हातबाट ल एकदम मजाले खानु होला होइन। फेरि पनि सहयोग आएछ भने हामी तपाईँलाई ल्याउने छौँ। धेरैले तपाईँको बारेमा चासो गर्नु भएको छ। ल यसलाई व्यवस्थित राख्नु होला। हुन सक्छ, हराउन सक्छ। राख्ने ठाउँमा राख्नु ल। लगेर कहाँ राख्नुहुन्छ? कसैलाई राख्न दिनु होला। काठमार खान छोडे। काठमारको साटो दुध, दही, घिउ, कोला घिउ। लु सबैको सहयोग यसरी नै आमालाई मिल्दै जाओस्। ल अब यसरी अब हामी अहिले आएर आज शनिबारको दिन आमालाई गरेको छौँ। सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। लु आमा राम्ररी बस्नु होला है दिदी। मैले चाहिँ बुवाको बहिनी भनेर मैले दिदी नै भन्दैछु ल। लु हेर्नुहोस् है यस्तो छ। लु हामी गयौँ अहिले। ल खुसी हुनुहुन्छ नि? एकदम। ल हुन्छ। ल धेरैले तपाईँको चासो लिनु भएको थियो। केदारले पैसा पनि 6,000 रुपियाँ माइराले हालेको रहेछ।
हातमा परेन भनेर ए अघि सोध्नुभयो मैले लेखेको थिएँ तपाईँसँग अब मोबाइल छैन केही छैन अनि उहाँ केदार दाजुले भन्नुभएछ ल ठिक छ यो कुरा ल अहिले मैले तपाईँलाई बिदा मागे लु आमाको घर यस्तो छ है बारी यस्तो छ यी जङ्गल छ आमाको घरको यो वरिपरि ल बाँसगारी छ लु म यो फोटो पनि म अहिले खिचेर सबैलाई सार्वजनिक गर्छु है ल